अफ एबाट ए इन्टरसेक्सन बी हामी हटाइदिन्छौँ र यो चाहिँ भइहाल्यो ए इन्टरसेक्सन बी। यस्तै कन्डिसनमा कुनै बेला भेन डायग्राम पनि ड्र गर्न भन्छ भने त के गर्ने, यो चाहिँ दिएको छैन, योमा चाहिँ म एक्स लेट गरिदिन्छु, भेल्युमा दिएको छ, बाँकी चाहिँ पर्सेन्टेजमा। क्या आप मैथ्स, साइंस, कंप्यूटर और ऑनलाइन अर्निंग आसान भाषा में सीखना चाहते हैं? तो भाई आप बिल्कुल सही चैनल पर आए हैं। इस चैनल पर आपको सीख मैथ, ऑप्शनल मैथ, साइंस, कंप्यूटर, ऑनलाइन अर्निंग और बिजनेस टिप्स से रिलेटेड बहुत सारी यूजफुल और प्रैक्टिकल वीडियोस मिलने वाली हैं। साइंस और मैथ्स से रिलेटेड वीडियोस आपको आसान नेपाली लैंग्वेज में मिलेंगी ताकि आप कॉन्सेप्ट्स को आसानी से समझ सकें। कंप्यूटर, ऑनलाइन अर्निंग और बिजनेस टिप्स से रिलेटेड वीडियोस आपको हिंदी लैंग्वेज में मिलेंगी ताकि आप स्टेप बाय स्टेप आसानी से सीख सकें। और एक खास बात, यहाँ आपको सिर्फ जानकारी नहीं मिलेगी बल्कि सीखने और अपने स्किल्स को इंप्रूव करने का प्रैक्टिकल तरीका भी बताया जाएगा। इसलिए अभी चैनल को सब्सक्राइब कर लीजिए, वीडियो को एक लाइक जरूर कर दीजिए और सबसे जरूरी बात, एक पेन और पेपर अपने पास जरूर रखिए। आजको क्लासमा चाहिँ हामी सेट सम्बन्धी बाँकी जानकारी लिन्छौँ। जुन पुरै सेटको भेन डायग्राम बुझेको थियो र त्यो भेन डायग्रामबाट फर्मुला चाहिँ हामी कसरी निकाल्ने त्यो सम्बन्धी हामी कुरा गर्छौँ। त्यसपछि हामी न्युमेरिकलमा पनि जान्छौँ। र सबैभन्दा पहिलो फर्मुला जुन छ हाम्रो, अब योमा जुन हामीलाई टोटल निकाल्न भन्छ भने त टोटल भनेको यो पुरै युनियन आइसकेको छ। जुनमा चाहिँ नम्बर अफ ए भनेको यो पुरै गोला भनेको हाम्रो नम्बर अफ ए हो र यो पुरै गोला भनेको हाम्रो चाहिँ नम्बर अफ बी र बाँकी जुन छ भने यताबाट हामी इन्टरसेक्सनले काटेर हटाइदियो भने त ओन्ली ए र यताबाट काटेर हटाइदियो भने त ओन्ली बी निस्किहाल्यो। त योमा जुन हामीले फर्मुला बनाएको छौँ त योमा ओन्ली दिएको छैन, नम्बर अफ दिएको छ। त त्यही कारणले हामीले के गरियो त सबैभन्दा पहिला नम्बर अफ ए, नम्बर अफ बी, अनि योमा फर्मुला बनाउने बेलामा हामीलाई एउटा इन्टरसेक्सनको मात्रै आवश्यकता पर्छ। तर हामीलाई यता दुईवटा इन्टरसेक्सन आइसकेको छ। यदि हामी पुरै नम्बर अफ ए को गर्छौँ भने त एउटा इन्टरसेक्सन यो भइहाल्यो र नम्बर अफ बी को यदि पुरैलाई गऱ्यो भने त एउटा इन्टरसेक्सन यो भइहाल्यो। त दुईवटा इन्टरसेक्सनबाट एउटा इन्टरसेक्सनलाई काटेर हटाउनु पर्यो। त्यही कारणले यता माइनस थप्नुपर्छ। तर कुनै बेला चाहिँ ओन्ली दिएको हुन्छ, त्यस्तो कन्डिसनमा फेरि जस्तै ओन्ली ए, ओन्ली बी, अनि यस्तो कन्डिसनमा यहाँ चाहिँ प्लस दिनु पर्यो। अब यहाँ चाहिँ किन प्लस दिनु पर्यो, किनभने ओन्ली भनेको त हाम्रो यति मात्रै आउँछ, इन्टरसेक्सन आउँदैन योमा। तर फर्मुला बनाउने बेलामा हामीलाई एउटा इन्टरसेक्सनको पनि आवश्यकता पर्छ। त्यही कारणले योमा ओन्ली ए भन्नाले यतिसम्म आउँछ र ओन्ली बी भन्नाले यतिसम्म आउँछ। तर यो जुन बिचको इन्टरसेक्सन छ यो आइरहेको छैन। यस्तो कन्डिसनमा म एउटा चाहिँ इन्टरसेक्सन एड गरिदियो भने त पुरै मेम्बर हाम्रो आइसकेको छ। अब बाँकी चाहिँ कम्प्लिमेन्ट, त कम्प्लिमेन्ट कसको हो, यो दुवै ग्रुपको चाहिँ कम्प्लिमेन्ट भन्नाले जुन मेम्बर आउँछ भने यो बाहेक आउनु पर्यो। फर इक्जाम्पल जस्तै ए, बी, सी, डी, ई, एफ र जी, एच, यो पुरै एबी जुन छ भने त ओन्ली एमा बसेको छ र सिडी पनि एड गरिदियो भने त नम्बर अफ ए भइहाल्यो। त्यस्तै कन्डिसनले अब ओन्ली बीमा जुन छ भने हामीलाई इएफ बसेको छ र सिडी पनि योमा एड गरिदियो भने त पुरै चाहिँ हाम्रो नम्बर अफ बी भइहाल्यो। तर जिएच के हो, जिएच चाहिँ के छ, यो ग्रुपभन्दा बाहिर छ। त्यही कारणले हामी यसलाई के भन्छौँ, कम्प्लिमेन्ट। त कसको कम्प्लिमेन्ट भइहाल्यो, ए ग्रुप र बी ग्रुपको। त्यसपछि कुनै बेला चाहिँ हामीलाई ओन्ली पनि निकाल्नु भन्छ, नम्बर अफ दिएको रहन्छ र ओन्ली पनि निकाल्नु भन्छ। त ओन्लीमा हामी के गर्छौँ पहिला यही बुझिहाल। जस्तै यो चाहिँ के हो, नम्बर अफ ए हो र यताबाट यदि हामी इन्टरसेक्सन काटेर हटाइदियो भने त हाम्रो यो ओन्ली ए भइहाल्यो। त त्यही गर्छौँ हामी। यदि हामीलाई ओन्ली ए निकाल्नु छ भने त हामी के गर्छौँ, नम्बर अफ एबाट ए इन्टरसेक्सन बी हामी हटाइदिन्छौँ। त्यस्तै गरेर यदि हामीले नम्बर अफ बी निकाल्नु छ अथवा ओन्ली बी निकाल्नु छ त यस्तो कन्डिसनमा के गर्ने, ओन्ली बी इक्वल टु हाम्रो फर्मुला के भइहाल्छ, नम्बर अफ बीबाट नम्बर अफ ए इन्टरसेक्सन बी हामी हटाइदिन्छौँ। त भन्नाले यो ओन्ली बी निस्किहाल्छ। र कुनै बेला चाहिँ हामीलाई ओन्ली ए दिएको रहन्छ र नम्बर अफ बी निकाल्नु भन्छ, कुनै बेला चाहिँ ओन्ली एकै दिएको रहन्छ र नम्बर अफ बी निकाल्नु भन्छ। यस्तो कन्डिसनमा पनि के गर्ने, यसलाई चाहिँ नि उल्टा गरिदिने। जस्तै म यो फर्मुला निकाल्नको लागि पहिला म यही लेखिहाल्छु, ओन्ली ए इक्वल टु नम्बर अफ ए माइनस नम्बर अफ ए इन्टरसेक्सन बी दिएको छ। त्यस्तो कन्डिसनमा हामी के गर्छौँ, यो जुन माइनसमा छ त यसलाई हामी योपट्टि प्लसमा लगिदिन्छौँ, किनभने बराबर छ भने त्योपट्टि आउँदा प्लसमा हुन्छ नै। त हामी के गर्ने त प्लसमा दिइहाल्ने। यो चाहिँ हाम्रो के भइहाल्छ, नम्बर अफ ए। त नम्बर अफ ए को हाम्रो फर्मुला के भइहाल्यो, ओन्ली ए प्लस नम्बर अफ ए इन्टरसेक्सन बी। ठिक छ। त्यस्तै गरेर यदि कुनै बेला चाहिँ ओन्ली बी दिएको रहन्छ र त्यो बेला हामीलाई चाहिँ नम्बर अफ बी निकाल्नु भन्छ, त त्यस्तो कन्डिसनमा फेरि के गर्ने, पहिला फेरि म यो फर्मुला लेख्दैछु। ल
अब योमा पनि हामी के गर्छौँ, योपट्टि जुन माइनसमा छ इन्टरसेक्सन योलाई हामी योपट्टि प्लसमा लगाइदिन्छौँ। त के भइहाल्छ, नम्बर अफ ए इन्टरसेक्सन बी इक्वल टु नम्बर अफ बी। त हाम्रो चाहिँ के भइहाल्यो, फर्मुला निस्केर नम्बर अफ बी इक्वल टु ओन्ली बी प्लस नम्बर अफ ए इन्टरसेक्सन बी। यतिसम्म फर्मुला रहन्छ र यो बाहेक अझै पनि फर्मुला छ जुन चाहिँ यही फर्मुलालाई तोडेर तिमीहरू निकाल्न सक्छौ। जस्तै म एउटा भनिदिन्छु, भने कुनै बेला चाहिँ यो र यो सेटको मात्रै भन्छ, त्यस्तो कन्डिसनमा हामी त यसलाई युनियन भन्छौँ। यो चाहिँ हामी अगाडिको क्लासमा सिकेको थियो, त्यही पनि म एकचोटि लेखिदिन्छु। यो चाहिँ पुरै भइहाल्यो ए युनियन बी र यो चाहिँ भइहाल्यो ए इन्टरसेक्सन बी। यो पुरै चाहिँ हाम्रो आइहाल्छ नम्बर अफ ए र यो पुरै आइहाल्छ हाम्रो नम्बर अफ बी। त फेरि यो के भयो, त्यताबाट यदि हामी इन्टरसेक्सन काटेर हटाइदियो भने त्यो हाम्रो ओन्ली बी भइहाल्यो र यताबाट यदि हामी इन्टरसेक्सन काटेर हटाइदियो त ओन्ली ए भइहाल्यो र बाँकी जुन बाहिरमा छ त्यो चाहिँ के भइहाल्यो, कम्प्लिमेन्ट। त कसको कम्प्लिमेन्ट, ए र बी को। त हामी के गर्छौँ, ए युनियन बी को कम्प्लिमेन्ट गरिदिन्छौँ र यो कम्प्लिमेन्ट दिएको हुँदैन, अथवा चाहिँ कुनै मेम्बर यस्तो छ झन् दुईवटा ग्रुप दिएको छ र त्यही दुईवटा ग्रुपबाट हामीले के निकाल्नु भन्छ भने त्यस्तो कन्डिसनमा हामी यो फर्मुलाको युज गर्न सक्छौँ, नम्बर अफ ए युनियन बी को। यसलाई पनि हामी टोटल मेम्बर भन्न सक्छौँ र यसको यदि हामी फर्मुला निकाल्छौँ भने त फेरि योमा चाहिँ यो एड हुँदैन। त हामी के गर्छौँ, योमा पनि नम्बर अफ ए प्लस नम्बर अफ बी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी। त्यस्तै गरेर कुनै बेला ओन्ली दिएको रहन्छ भने यस्तै कन्डिसनमा त्योमा पनि के गर्ने, ओन्ली ए प्लस ओन्ली बी प्लस नम्बर अफ ए इन्टरसेक्सन बी। के डिफरेन्ट छ दुइटैमा? योमा चाहिँ हामीलाई युनियन दिएको छ भने हामी कम्प्लिमेन्ट एड गरियो, योमा युनियन दिएको छैन, ए युनियन बी दिएको छ भने हामी कम्प्लिमेन्ट एड गरेनौँ। यतिसम्म मात्रै छ। ल यही फर्मुलाको युज गरेर हामी न्युमेरिकल सल्भ गर्छौँ। पहिला हामी नर्मलीवाला सल्भ गर्छौँ, त्यसपछि हामी ल्याङ्ग्वेजवालामा पनि जान्छौँ। त सबैभन्दा पहिला एउटा न्युमेरिकल दिएको छ जुनमा चाहिँ हामीलाई भ्यालु 8 दिएको छ, नम्बर अफ यु इक्वल टु 100, नम्बर अफ ए इक्वल टु 25, नम्बर अफ बी इक्वल टु 30, नम्बर अफ ए इन्टरसेक्सन बी इक्वल टु 3 र नम्बर अफ ए युनियन बी को कम्प्लिमेन्ट फाइन्ड गर्न भन्छ। त यस्तो कन्डिसनमा हामी चाहिँ त्यही 1 नम्बरको जुन फर्मुला छ भने त्यही युज गर्ने। त 1 नम्बरको फर्मुला चाहिँ के थियो हाम्रो, नम्बर अफ यु इक्वल टु नम्बर अफ ए प्लस नम्बर अफ बी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी प्लस नम्बर अफ ए युनियन बी को कम्प्लिमेन्ट। अब यो यदि फाइन्ड गर्न भन्छ भने त योमा हामी लेट्स कुनै चाहिँ भेरिएबल एड गरिदिने, जस्तै म एक्स एड गरिदिएँ र बाँकी भ्यालु जुन जुन छ भने पहिला पुट गरिदिने। त नम्बर अफ यु चाहिँ कति दिएको छ 100, नम्बर अफ ए कति दिएको छ 25, नम्बर अफ बी चाहिँ कति दिएको छ 30, यो चाहिँ 3 प्लस एक्स। अब यसलाई सल्भ गर्ने बेलामा 100 इक्वल टु, अब यसलाई चाहिँ सबैभन्दा पहिला एड गरिदिनु। यहाँ पनि प्लस छ, यहाँ पनि प्लस छ, तर यहाँनिर माइनस छ। त सबैभन्दा पहिला यता एड गर्दा चाहिँ कति हुन्छ, 55 माइनस 3 प्लस एक्स। अब 100 इक्वल टु यता सब्ट्र्याक्ट गर्दा चाहिँ कति हुन्छ, 52 प्लस एक्स। अब यो जुन 52 छ भने यो चाहिँ प्लसमा छ, त फेरि यो पल्ट चाहिँ के हुन्छ, माइनसमा हुन्छ। त 100 माइनस 52 इक्वल टु एक्स। अब एक्सको भ्यालु यदि हामीलाई फाइन्ड गर्नु छ त्यसलाई सब्ट्र्याक्ट गर्नु, 48। 48 चाहिँ हाम्रो के भइहाल्यो, ए युनियन बी को कम्प्लिमेन्ट भइहाल्यो। त्यसपछि हामी अर्को न्युमेरिकलमा जान्छौँ। अब योमा चाहिँ हामीलाई एक्स को भ्यालु फाइन्ड गर्नु भनिरहेको छ। योमा दिएको छ के युनियन हामीलाई दिइसकेको छ भन्नाले टोटल मेम्बर यो भइहाल्यो 200, जुनमा चाहिँ ओन्ली ए जुन दिएको छ भने 2x दिएको छ, भेरिएबलमा दिएको छ, कन्स्ट्यान्ट छैन योमा। त भेरिएबलमा हेर्दा पनि दुईटै भेरिएबल सेम छ। त्यसपछि हामीलाई ए इन्टरसेक्सन बी पनि कति दिएको छ 60 र ए युनियन बी को कम्प्लिमेन्ट 40 दिएको छ। अब एक्स को भ्यालु फाइन्ड गर्न भनिरहेको छ, त दुवै भेरिएबल हाम्रो एक्सै हो। त योमा पनि हामी त्यही 2 नम्बरको फर्मुला लगाउने, किनभने यहाँ ओन्ली दिएको छ। त हामी के गर्ने, सबैभन्दा पहिला ओन्लीको निकालिहाल्यो। त नम्बर अफ यु इक्वल टु के हुन्छ फर्मुला, ओन्ली ए प्लस ओन्ली बी प्लस नम्बर अफ ए इन्टरसेक्सन बी प्लस नम्बर अफ
ए युनियन बी को कम्प्लिमेन्ट। अब भ्यालु सबैभन्दा पहिला एड गरिदिने। भ्यालु चाहिँ यहाँ कति हुन्छ 200 इक्वल टु यहाँ चाहिँ कति छ 2x प्लस 3x प्लस 60 प्लस 40। अब 200 इक्वल टु अब यसलाई एड गर्दा चाहिँ कति हुन्छ 5x प्लस यहाँ चाहिँ 100। अब 100 चाहिँ कन्स्ट्यान्ट छ भने यसलाई हामी कन्स्ट्यान्टसँग नै पहिला सबट्र्याक्ट गरिदिने। त्यो प्लसमा छ भने कन्स्ट्यान्ट योपट्टि आउँदा चाहिँ के हुन्छ माइनसमा। यहाँ 5x भेरिएबल हो जस्ताको त्यस्तै रहन्छ। अब 100 इक्वल टु यहाँ चाहिँ कति भइहाल्यो 5x 100मा चाहिँ यो 5 जुन छ भने मल्टिप्लाईमा छ, योपट्टि आउँदा चाहिँ के भइहाल्छ डिभाइडमा। त हामी के गर्छौँ 100मा 5 ले डिभाइड गर्दा x को भ्यालु कति आउँछ 20। यो चाहिँ x को भ्यालु आयो तर ओन्ली a को भ्यालु आएको छैन। त अब ओन्ली a को भ्यालु निकाल्नको लागि के गर्छ यही x को भ्यालु हामी यहाँ पुट गरिदिने। यहाँनिर कति दिएको छ 2x। त 2 मा चाहिँ हामी 20 ले मल्टिप्लाई गर्दा यो चाहिँ 40 भइहाल्यो। 3x मा चाहिँ 20 ले मल्टिप्लाई गर्दा यो चाहिँ 60 भइहाल्यो। अब यस्तै कन्डिसनमा कुनै बेला भेन डायग्राम पनि ड्र गर्नु भन्छ भने त के गर्ने, यो चाहिँ के हो नम्बर अफ ए नम्बर अफ बी ओन्ली दिएको छ भन्नाले यसको मात्रै दिएको छ, यसको मात्रै दिएको छ 40, यो चाहिँ ओन्ली बी यसको मात्रै चाहिँ दिएको छ 60। बाँकी जुन छ भने इन्टरसेक्सन भनेको यो हो, यो चाहिँ कति दिएको छ 60। त्यसपछि बाहिरमा जुन छ भने यो कति दिएको छ 100। अब यति गरिसकेपछि योमा चाहिँ हामी एउटा कुरा अझै एड गर्न सक्छौँ। यो चाहिँ हाम्रो फर्मुला सही छ कि छैन र जुन हामीले न्युमेरिकल बनायो भने त्यो सही छ कि छैन। त के गर्ने सबैभन्दा पहिला यो सबैलाई चाहिँ एड गरिदिने। त जस्तै चेक गर्नको लागि यहाँ चाहिँ कति दिएको छ 40, यहाँ चाहिँ कति दिएको छ 60, यहाँ चाहिँ कति दिएको छ 60, बाहिरमा 40, सबैलाई एड गर्दा चाहिँ 200 आइसक्यो। 200 हाम्रो यता अलरेडी छँदैछ भन्नाले यो न्युमेरिकल हाम्रो सही छ। त्यसपछि अर्को न्युमेरिकल जुन दिएको छ यो चाहिँ तिमीहरू माथि क्वेसन हेर्न सक्छौ र यहाँ चाहिँ के दिएको छ सबैभन्दा पहिला 180 जना विद्यार्थीहरूको सर्वेक्षण गरियो जुनमा चाहिँ 45 जनालाई नेपाली मात्र पढ्न मन पराउँछ र 60 जनालाई अङ्ग्रेजी मात्र मन पराउँछ, 15 जनालाई कुनै पनि विषय पढ्दैन। योमा निकाल्न के भनिरहेको छ चाहिँ दुवै पढ्ने कतिजना छ। त्यसपछि योमा चाहिँ भेन डायग्रामको पनि युज गर्न भनिरहेको छ। त जुन जुन कुरा पहिला हामीलाई दिएको छ भने त्यो पहिला लेखिहाल्ने। यहाँ चाहिँ जम्मा मानिस भनेको छ, यसलाई चाहिँ हामी इङ्ग्लिसमा लेख्दा टोटल पर्सन, यो चाहिँ के भइहाल्यो नम्बर अफ यु इक्वल टु कति दिएको छ 180। त्यसपछि चाहिँ हामीले के भनेको छ नेपाली मात्र पढ्ने। नेपाली मात्र पढ्ने कतिजना छ, नेपाली मात्र मन पर्ने भन्नाले ओन्ली लाइक नेपाली। यो चाहिँ के भइहाल्यो ओन्ली यन इक्वल टु। अब यहाँ चाहिँ नेपाली दिएको छ भने त्यसको सर्टकट मैले यन थपिदिएँ। अब जरुरी छैन पहिला चाहिँ हामी ए बी को गरिरहेको थियो। अब यहाँ चाहिँ जुन नाम हुन्छ भने त्यसकै हामी सर्टकट यता लेख्छौँ। त अब के हुन्छ यता ओन्ली यन इक्वल टु कति दिएको छ 45। त्यसपछि अङ्ग्रेजी मात्र मनपर्ने, अङ्ग्रेजी मात्र मनपर्ने ओन्ली लाइक इङ्ग्लिस। यो चाहिँ कति दिएको छ त 60। त्यसपछि हामीले के भनिरहेको छ 15 जनाले कुनै पनि विषय मन पराउँदैन। यहाँ लेख्ने डोन्ट लाइक एनी सब्जेक्ट भन्नाले कुनै पनि विषय मन नपर्ने। त्योमा हामी के गर्छौँ यहाँ चाहिँ मेम्बर के दिएको छ यन युनियन ई को कम्प्लिमेन्ट, यो चाहिँ 15 दिएको छ। र एउटा कुरा जुन हामीलाई फाइन्ड गर्न भनिरहेको छ यो चाहिँ दुवै विषय मन पराउने। बोथ लाइक इङ्ग्लिस एन्ड नेपाली, बोथ लाइक इङ्ग्लिस एन्ड नेपाली।
यसलाई हामी ए इन्टरसेक्सन ई लेख्न सक्छौँ। यो चाहिँ हामीलाई फाइन्ड गर्न भनिरहेको छ। त सबैभन्दा पहिला हामी के गर्ने, योमा जुन छ भने फर्मुला लगाएर हामी यो पहिला फाइन्ड गरिदिने। त फर्मुला हाम्रो के हो, 2 नम्बरवाला फर्मुला लगाउने। के हुन्छ, नम्बर अफ यु इक्वल टु ओन्ली एन प्लस ओन्ली ई प्लस नंबर ऑफ एन इंटरसेक्शन ई प्लस नंबर ऑफ एन यूनियन ई को कम्प्लिमेंट। जैसे उसको भ्यालु दिएको थियो हामी पुट गरिदिने। यहाँ चाहिँ कति दिएको छ 180, यहाँ चाहिँ कति दिएको छ 40 60 प्लस यो चाहिँ दिएको छैन, योमा चाहिँ म एक्स लेट गरिदिन्छु। तो एक्स प्लस यहाँ चाहिँ कति भइहाल्यो 15। अब त्यसपछि अब के गर्ने, हामी सबैलाई चाहिँ एड गरेर एक्स को भ्यालु निकाल्ने। तो यहाँ कति भइहाल्छ 120 प्लस एक्स। 120 चाहिँ प्लसमा छ भने त्योपट्टि आउँदा माइनसमा भइहाल्छ। अब एक्स को भ्यालु चाहिँ हामीलाई 60 आएको छ भन्नाले यो चाहिँ हाम्रो कति भइहाल्यो 60। त्यसपछि भनिरहेको छ कम्तीमा एउटा विषय मन पराउने। त यस्तो कन्डिसनमा के गर्ने, एउटा विषय मात्र मन पराउने। यहाँ चाहिँ के भइहाल्छ नम्बर अफ ए युनियन बी निकाल्ने। यसको फर्मुला के हुन्छ, ओन्ली ए प्लस ओन्ली बी प्लस नम्बर अफ ए इंटरसेक्शन बी। तो ओन्ली ए चाहिँ कति दिएको छ 45 प्लस 60 प्लस 15। अब यसलाई एड गर्दा चाहिँ 120 भयो। भेन डायग्राममा पहिला ड्र गरिदिने। तो भेन डायग्राममा ड्र गर्नको लागि नम्बर अफ एन यो चाहिँ भयो नम्बर अफ ई र त्यसपछि यति भइसकेपछि हामी सबैको पहिला भ्यालु एड गर्ने। तो भ्यालुमा चाहिँ के दिएको छ, ओन्ली ए दिएको छ कति त 45, ओन्ली ई कति दिएको छ 60, यो चाहिँ कति दिएको छ 15, यो चाहिँ कम्प्लिमेन्ट हो बाहिर नै हुन्छ र यो चाहिँ फेरि हामीलाई 60 दिएको छ। यतिसम्म दिइसकेको छ।